कतिखेर भिडियो बनाउँ भइरहेको थियो अनि त्यही भएर ठ्याक्क हामी आइसक्यौँ अनि यिनीहरूले मलाई कमेन्ट भन्छु नि हेलो गाइस आज चाहिँ हामी कहाँ आएको छौँ मलाई चाहिँ थाहा छैन हामी चाहिँ साइड आएको छौँ अनि यिनीहरूले चाहिँ मलाई हेर्न भारी बोकाउनु खोज्दैछ यत्रो भारी ब्याग म बोक्दिनँ भन्दैछु चुप्लाएर बोक सो गाइस आज चाहिँ पहिलाको भन्दा आज चाहिँ अलिकति के भन्छ भन्दा पहिलाको भन्दा चाहिँ आज चाहिँ अलिकति के भन्छ भिड रहेछ झर्ना जाँदैछौँ आउन सो गाइस मेरो क्यामेराको फोनको क्यामेरा चाहिँ अलिक मजाले मिल्या होइन गाइस हेर्नु आस्था चाहिँ मजाले पानी खान्छ गाइस बेहुली हेर्न चाहनुहुन्छ बेहुली हाम्रो बेहुली चाहिँ साह्रै सो गाइस हामी चाहिँ न्यू इयरमा आएको छौँ अन्त एक गते अन्त सो त्यहाँ हेर्नुहोस् त्यहाँ गाइस अहिले नै हिँडेर गइसक्यौँ भने त्यो चाहिँ पहाड आरोहण गर्न गएको जस्तो भइरहेछ अन्त सो गाइस हामी ठ्याक्क सो गाइस हामी चाहिँ ठ्याक्क होइन अलिक शीतलमा गएपछि चाहिँ भ्लग स्टार्ट गर्छौँ ल यहाँ हेर्नु कस्तो गर्मी छ बाई गाइस अनि यहाँ चाहिँ हामी यस्तो बाटोदेखि जान्छ खतरो कि खेलाडी एडिस पुड्केर गइहाल्नु गाइस ल्या मेरो जुत्ता नयाँ जुत्ता ओ एडिस मर त्यहाँ गएर गाइस चाहिँ हामी खतरो कि खेलाडीमा जाँदैछौँ नि म चाहिँ रिस्क लिएर तपाईँहरूको लागि भिडियो बनाउँदैछु मेरो फोन गयो भने मेरो कति लाग जान्छ थाहा छैन सियो न बिस्तारी गाइस यस्तै हुन्छ त्यही भएर म अघि चप्पल ल्याउँ भनेको क्या मान्दैन सियो न बिस्तारी बच्चा गाइस यहाँ म यस्तो खतरो खेलाडीमा जाँदैछु वान स्टेप मान्छे गन सो उता नि एलिसे त मरिरहेको छ खोला त सुकेछ त गाइस I think I should stop filming because it's really risky guys. Let me close the video, okay? चाहिँ बल्लैले मुनि झरिसक्यो ब्याग बोक्न लगाएर हेर्न उ चाहिँ बोक्दैन सो गाइस यहाँ चाहिँ बाटो पनि बनिँदै रहेछ हैन आइदिको मै ब्याग बोक्दै कस्तो दामी भ्यू क्या त्यहाँ मुनि चाहिँ हैन सो लेट मी फिल द नेचर हामीले त बोक्छौं त किन बोक्छौ म त हेर्न वाले पनि खोला त छैन त नि पौडी खेल्न नि त मैले भने सो गाइस हाम्रो भ्यू चाहिँ यस्तो दामी छ हैन यो क्यामेरामा पनि क्याप्चर नगर्न सकिने खालको छ हैन सो उफ यही बसेर खाइदिनु यस्तो रिचिजमा हेर्नु मोनी यस्तो जुम्न हो ओ नि मर्छ आज के भन्छ गाइस सो देखिए दिदी माइजले गयो फेरि हामी यत्रो निजा हतौडीको यत्रो ढुङ्गा छ आन्टी यहाँ छु त्यहाँ पुगिरहेको मेरो कस्तो क्वालिटी राम्रो आउँदैन गाइस त्यसरी कुद्नु पर्छ ओ गाइस सो गाइस म चाहिँ कुदेर अगाडि आइसकेँ हैन अनि यहाँ हेर्न सक्नुहुन्छ नेचर एकदम दामी छ अनि यिनीहरू दुईजना ब्लू रेन्जर र पुप रेन्जर आउँदै जाएको छ म त अब आगे छुन त अब चाहिँ आयो नि त सो गाइस यहाँ चाहिँ फेरि एउटा भिड छ हैन यहाँ चाहिँ म पहिला पनि एक्सपिरियन्स गरिसकेको यहाँ चाहिँ एसपी भयो भने मान्छे जान्छ गाइस जय माता दी हल्ला गर्नलाई कसले सुन्छ र ओ माथिदेखि झन् मान्छेहरू आउँदै गाइस हैन मेरो यो रियल क्यामेराबाट यस्तो नराम्रो आएको छ मेरो भिडियो हैन फोटोमा त दामी आउँछ क्या भिडियो मेरो सेटिङ्स नमिलेर हो र त्यही भएर म टिकटकदेखि बनाउँछु ल क्या द भ्यू छ्याउ कस्तो नराम्रो बाटो यस्तो बाटो त म त मेरो जुत्तै च्यात्तिन आँटिसक्यो गाइस
खोला नै सुकेको छ ठाउँमा एउटा अलिक के बोलेछ बेसमेन्ट बनाउने क्या बेसमेन्ट बनाइस बेसमेन्ट कति रिस उठ्यो ए नै नाड्दा यिनीहरुले ब्याक यो गरेर भिडियो बनाउनु नितुले एडिस आउने मेरो यहाँ पनि यता उता आउने अनि कस्तो दामी भ्यू चाहिँ यतापट्टि आऊ तिमीहरू यतापट्टि आऊ तपाईँलाई थाहा छ यतापट्टि आऊ दामी भ्यू चाहिरहेको भ्यूज होइन भ्यू भन भ्यू 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 सो गाइजहरू यस्तो बब्बाल छ ठाउँ चाहिँ फेरि बाटो चाहिँ अलिकति बिग्रेको रहेछ अरू चाहिँ सबै बम गाइज मेरो जुत्ता चाहिँ जुत्ता घाएर त्यस्तो भइसक्यो मैले त झन् च्यातिसक्यो चुटी भए नि सक्छ सरी गाइज म थोरै नक्कले बोलेँ सो गाइज जब हामी ठ्याक्क त्यहाँ बस्ने ठाउँमा पुगेपछि स्टार्ट गर्नेछौँ हाम्रो भ्लग ओके बाई गाइज बाई पिकनिक पनि हो है गाइज तर हामी चाहिँ यहाँ स्विमिङ पनि गरौँ भनेर चाहिँ आएको हो तर यहाँ पानी चाहिँ सुकेको छैन यस्तो गर्मीले होइन म जता आउँछु त्यता अस्ति नै आउँदा हुन्छ नि हाम्रो सो आया मेरो कस्तो पानी पेटो दुख्यो मेरो चाहिँ यहाँ दुखेर सो गाइजहरू हेर्नु आइराखोस् लेट देम सो गाइजहरू त्यहाँ पिकनिक पनि खाएको अबे ला मेरो जुत्ता गाइस मेरो जुत्ता मेरो खुट्टा गाइस म पहिली बार लाउँदैछु मेरो जुत्ता बिचारा ए के अरे भ्लग हो भ्लग मुखबाङ गरेको भ्लग पनि थियो नि लाइक गरिदिनु भयो लाइक गरिदिनु सब्सक्राइब गरिदिनु हाम्रो उयो के भएको भिडियो लाग्यो गाइसहरू ल हामी जाँदैछौँ चाल देखेर गाइस भ्युज यति दामी छ कि म देखाउँदै म हेर्नु हरियाली कस्तो दामी छ गाइस हरियाली त्यहाँ पुगेपछि देखाउँछु ल गाइस म खोला चाहिँ सुकी मरेछ हौ कति रिस उठ्छ गाइस हामी चाहिँ खास गरी स्विमिङ गर्न आएको होइन बट अनफोर्चुनेटली मेरो टोपी सुकिसकेको छ स्विमिङ गर्न भिडियो लागेर निस्किनु हामी गर्मीमा गाइस फेरि उकालो आयो अब फेरि गाइस हामी चाहिँ लुगा पनि फेरिसक्यौँ यहाँनिर हामी स्विमिङ गर्नलाई अनि हामी चाहिँ कहाँ माथि आएको छ माउन्टेन आएको छौँ सो फर्स्ट टाइम आइम गोइङ टु सिट त्यो चाहिँ हाम्रो कोक्छ आजले सिट 3 2 1 मलाई बगाउँछ So guys, so we are already here and this is my first time in life in Khola sitting like this. So के हुँदैन यो माथि उचाल्नु नबिजाउनु आस्था कम जोइन अस गाइज अनि हामी चाहिँ एकदमै सानोमा छ नगर्नु पानी हो मेरो फोन हेर्नु यहाँ आस्था टुप्पी चाहिँ फेरि हो यहाँ मेरो फोन सबै भिजेन गाइस लेट्स गो टु डिपर वान ओके म मर्छु क्या मलाई आउँदैन गाइस पौडी खेल्न ओइ नउफ्राइ मेरो पानी फोन ओइ 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 म बगाएछ ओइ म कसरी उभिनु ओइ डुबाउँछ त ओइ कसरी डुबायो गाइस फोनले के गाइस म त जान्न यार गइदैन गाइस अहिले रात भयो गाइस यति छैन तर पनि झन् डुबायो मलाई उता माथि त मुया माथि म पनि ल भयो देऊ त ल अगाडिको पछाडि छ पछाडिबाट बनिनु यो गाइस ओइ सिन्दा राम्रो भयो गाइस मनी दे ल मनीको काम छैन बढी ले आउन पनि तिमी हान्छ अन्त ट्राई गर्छु ल अजीब जानवर है।
कितना भी खाए फूका ही रहता है। भन्नु न ब्लगमा गाइस मलाई पानी पकाइसकेको छ and I'm having my watermelon. मेरो खरबुजा दे मेरो खरबुजा दे मेरो भाडो मेरो खरबुजामा बात दिएर खरबुजा तोरो खाने नि किन नखाने नि छोड्नु त फुटाउनु सक्ने छैन दानी च्याउ खरेर भिन्छ पानीमा अहिले सबैजना म नि भिडियो बनाउनु सबैजना यो यसले कहिले खरबुजा नदेखेको यसले के भनेको खरबुजा खरबुजा फर्स्ट टाइम खरबुजा खानु पर्दा कस्तो घुसी हुँदैछ पानीमा अझै हाल अझै खरबुजाको दाना जीवित भयो खरबुजाको दाना जीवित भयो यहाँ हेर न ऊ खरबुजाको दानाहरू जीवित भयो यार ऊ खरबुजाको दानाहरू होइन त्यो ऊ जीवित भयो हैन घण्टा के हो 1 घण्टा के हो ट्याप भन्छु ट्याप टटपोल हो टटपोल कि ट्याटपोल भ्यागुताको बच्चा घण्टा के हो खरबुजा ल खरबुजाको दाना होइन यो यस्तो ओ आएको थियो कस्तो छ मेरो त कालो हात देखेर चर्सेको होला खै गोरो हात देख्दा पनि आउँदैन नि त यो मोनीले खानुको लागि राल्थे गाइस हेर्नु यो एडिसीहरु म ठेल्देर मेरो घाउ यस्तो क्रिस्टल क्रियल खुट्टा राख्दै तिम्रो मेरो ला यसै एकछिन धुलो उडो यसै
बस्नु त्यसै हेर न घाउ बनाइदिएको छ यिनीहरूले मेरो ठेल्देर कस्तो कालो लाग्यो खुट्टा कालो खुट्टा गाइस देख्न सक्नुहुन्छ यिनीहरूले मेरो यहाँ खुट्टा के बनाइदिएको छ हालत हेलो गाइस त हामीले चाहिँ स्विमिङ सबै गरिसकेर पनि कपडा फेरिसक्यौँ चेन्ज गरिसक्यौँ जान आँटेको घर ए मैं तो हिंदी में ब्लॉग से तो मैं बिर्सिरा तो गाइस मैंने स्विमिंग कर कपड़े भी चेंज कर लिया है और अब लगता है हम जाएंगे और वो लोग अभी तक खेल रहे हैं इतना ठंड हो रहा था मुझे इसीलिए मैं इसे सहन नहीं कर पाए हम दोनों इसीलिए हमने चेंज किया है और घर जाकर भी हम एक बार ज़रूर बात करेंगे तो अभी ऐसा भीड़ से जाना पड़ेगा तो अभी रखते हैं ठीक है मैं नीचे आ चुकी हूँ और वो लोग अभी तक स्विमिंग कर रहे हैं और अब मैं जूते लगाऊंगी और उसके बाद लगता है हमको जाना पड़ेगा नाउ इट्स टाइम टू लीव सो आई गेस नाउ वी विल गो टु आवर होम कति रिस उठाउनेहरू हो क्रिस्टल क्लियर ल्या निदा नाराको गर्छु नि झन् आएको छ इधर हमारा मोनी दीदी ये जूता ला रहे हमारा चप्पल है हम तो चप्पल ला के ये बहुत बोल रहे हैं इसका मुख में टेप लागे मुंह में भन्छ खालो छ तिमी ए मेरो चप्पल चाहिँ कसले लागेको थियो मेरो चप्पल कसले लागेको थियो मैले ए जल यो बादनले ये तो ये लड़की का काम नहीं है क्या बोला तुम्हारा काम नहीं है इधर हमको हिंदी बोलना नहीं आता है हम तुम्हारा लिए बोल रहे हैं हिंदी ए बिल्कुल के भन्छ लो म त के पढ्दिनु भन्छु गाइस केटाको मेरो सुट कितना साइड गर्दा है सेम सुट लगाएको जस्तै ला भिडियोमा अब ए अलिकति गर्दा बीप बीप लाग्छ ये सियोना बहुत बोल रहे हैं इधर इधर भी है बहुत सारा लोग हम भी इधर है झलके लाग्छ ओइ ओइ दिदी टिका आउँछ टिका सारे ढुंगे यू यार मानो टिका लगा गाइस मेरा भाई लोग अभी तक विकसित नहीं हुए ये आदि बादर है आदि भाइ हैन आदि बादर आदि मान्छे बोजू हाम्रो बोजू ये बोजू है ये आदि मानव है कितना फोरी है तीन पैसा को तरफ पतला नहीं गया है कोतला कोतला देखो गाइस मेरा जूता कितना साइड कर रहा है एक घंटा जति पछि मेरा आवा टिका लगा दे एकछिन 4 बज्न आँटाए 4 बज्न आँटिसक्यो टिका लगाउने हो बाय गाइस अभी हम जाने वाले हैं और इधर ये अपने जूता पहन रहा है और तो अब हम जाएंगे ठीक है गाइस और जब हम ऊपर पहुंचेंगे तब मैं वीडियो फिर से स्टार्ट करूंगी बाय गाइस हम चढ़ता चढ़ता अब सास फुलिसक्यो एन्ड वी आर स्टिल अन आवर वे म त मर्न आँटिसकेँ यार स्टिल अन आवर वे यस्तो भारी आयो शिट यार कसरी गाइज हाम्रो आधी टोली चाहिँ पर पुगिसक्यो एन्ड वी आर हियर टु एन्ड आवर ब्लग सो वी हेभ इन्जोयड अ लट टुडे इन आवर न्यू इयर एन्ड आई फरगट टु विश यु अल ह्याप्पी न्यू इयर आई होप your this New Year goes with joy, full of happiness and a lot of enjoyment. So guys, this is for today and we enjoyed a lot and I hope you guys also enjoyed. So this is for today. Bye guys. Bye.